अब जसले फर्काउनु पर्यो भनिराखेका छन्, फर्किएपछि के हुन्छ भनेर युवाहरूले सोधिदिए हुन्थ्यो नि हैन। रणभुल्लमा परेर कोही जुलुसमा गएको छ भने, कसैलाई त्यस्तो लागेको छ भने उनीहरूले सोध्नु पर्यो कि राज संस्था फर्कियो भने नेपालमा भूमि सुधार हुन्छ, किसानहरूले जमिन पाउँछन्, राज संस्था फर्कियो भने 80 लाख नेपालीहरू विदेश जानुपर्ने अवस्थाको अन्त्य हुन्छ, यहाँ उद्योग धन्दा खुल्छ। कसरी खुल्छ त? कार्यक्रम चाहियो नि। कहाँबाट खुल्छ त? कार्यक्रम चाहियो नि हैन। नेपाली समाजलाई विश्व बैंक र IMF जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले जसरी नवोदारवादको चक्करमा 2044 सालबाट नोट गरियोस्, यो राजतन्त्रकै कालमा 2044 सालबाट फसाएर नेपालको उद्योग धन्दा चाहिँ नष्ट हुनेतिर जो गएको छ, के राज संस्था फर्क्यो भने IMF र विश्व बैंकको डिजाइन अनुसार नचल्ने प्रतिबद्धता छ त? छ भने पुँजी उत्पादनको उसँग योजना के छ त? त्यो त केही पनि छैन, केही पनि छैन नि। त्यसकारण आर्थिक क्षेत्रको प्रगतिको योजना उसँग केही पनि छैन। अब नेपाली संस्कृतिको रक्षाको कुरा गर्ने हो भने यिनीहरू सबै नै राज संस्थाका मान्छेहरू सबै नै लन्डन गएर पढ्ने खालका हुन् हैन। विदेशीहरू हैन, सेन्ट जेभियर्स पढ्ने, लन्डन गएर पढ्ने हैन। अनि उहाँहरूले देशको संस्कृतिको रक्षा गरेका छ त कतै? देशमा मूर्तिहरू बेच्ने इत्यादिको आरोप पनि पत्रकारहरूले उनीहरूलाई नै लगाएको हो नि त। त्यो मूर्ति अहिले भर्खर यो गणतन्त्र कालमा अलिअलि फिर्ता हुन थालेको छ हैन। त्यसकारणले कुनै कोणबाट पनि आर्थिक प्रगति हुने त केही पनि एजेन्डा छैन। अब सांस्कृतिक कुरा गर्ने हो भने नेपाली समाजमा 35% भन्दा बढी आदिवासी जनजातिहरू छन् हैन। 4.5% जति मुस्लिमहरू छन् हैन। 13% भन्दा बढी 14% हाराहारी दलितहरू छन् हैन र। यहाँ विविध धर्म, विविध सम्प्रदायका उत्पीडित जनता छन्। अब यो राज संस्था चाहिँ हिन्दू सम्राट हुने भन्ने कुरा छ फेरि। भनेपछि एक धर्मको नीति अन्तर्गत जान नेपालका मुस्लिमहरू तयार छन् त? जान तयार छन् त? जान हुन्छ त? गएर फाइदा हुन्छ त? नेपालका बुद्धिस्टहरूले त्यसलाई मान्छन् त? मान्न हुन्छ त? यहाँ सबै धर्मका मान्छेहरू र यहाँका नास्तिकहरू पनि मिलेर बस्नुपर्ने होइन यो समाजमा? मिलेर बस्नका निम्ति चाहिँ चुलीमा बस्ने चाहिँ मान्छे चाहिँ एउटा धर्मको सम्राट बनिदिने, अनि त्यसो गरेर यहाँको युवाहरूको प्रगति हुन्छ कतै? यो त हुने कुरा होइन नि। सांस्कृतिक रूपमा पनि त्यो संस्थाले एकताबद्ध गर्दैन, त्यसले फुटाउने कुरा गर्छ, त्यसले टुक्रा टुक्रा पार्ने कुरा गर्छ। एक धर्मलाई चाहिँ सबभन्दा माथि राख्ने र अरू चाहिँ हाम्रा सानाम्याना हुन्, हाम्रा छत्रछायामा बस्ने हुन् भने पारेपछि अरूलाई चित्त बुझ्छ? त्यो मिल्छ? समाज एकताबद्ध हुन्छ त्यहाँबाट? हुँदैन। अर्को कुरा, त्यसले खान्छ कसरी? यहाँ मान्छे चाहिँ घर चलाउन नसकेर, बुढाबुढीको उपचार गर्न नसकेर, बच्चाहरूलाई पढाउन नसकेर मान्छे चाहिँ कतार र साउदीको 40 डिग्रीभन्दा बढीको घाममा खट्नु परेको छ। अनि हामी चाहिँ कामै नगर्ने संस्थालाई बजेटमा ल्याएर लाखौँ खर्च गरी संस्था खडा गर्ने नेपालमा।